दर्शकबिन नमस्कार। तपाईं हेर्दै हुनुहुन्छ नेपाल टाइम्स अनलाइन टेलिभिजन र साथमा छु म सञ्चिता श्रेष्ठ। प्रहरीले झापामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। 2 ट्रक गाँजा सहित 2 जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको खबर अब नेपाल टाइम्स समाचारमा। झापाको बुद्ध शान्ति गाउँपालिका 4 स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले 1636 किलो गाँजा सहित 2 ट्रक र चालकलाई पनि नियन्त्रणमा लिएको जानकारी हामीलाई प्राप्त भएको छ। पक्राउ पर्नेमा धनकुटाको शहीद भूमि नगरपालिका 4 का महेश राई र इलामको माईजोग माई गाउँपालिका 2 का 37 वर्षीय गंगा बहादुर बस्नेत रहेका छन्। इलामबाट झापातर्फ आउँदै गरेको 1 ख 5001 र प्र 102 002 ख 0584 नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले